तपाईँले मलाई भेट्नुभयो भने अराजी कस्तो हुनुहुन्छ भन्नुहुन्छ, मैले सन्चै छु भने तपाईँले पत्याउनु भयो। तर साँच्चीकै जानकार गर्न चाहनुभयो भने त तपाईँले डक्टर बोलाएर जाँच्नु लाउनुहुन्छ यो सन्चो छ कि छैन हेर त। अनि डक्टरले भन्दैला होइन यो त सन्चो छैन, यसको ब्लड प्रेसर हाई छ, यसको यो छ यो छ। सामान्यतया मान्छेमा नि सुगर हुन्छ, अलिकति कम बढी हो, ब्लड प्रेसर हुन्छ अलिअलि कम बढी हो। तर मसँग पनि ब्लड प्रेसर छ। मसँग छैन, मसँग छ नर्मल छ। म त 21 वर्षको छिटो हो। यदि मलाई साँच्ची नै विश्वास, सुन्नुहोस् न, एकछिन ऐसा मत करो मेरी जान, मलाई साँच्चीकै विश्वास लागेन गरिबी उन्मूलन छैन। उनीहरूले यत्रो विश्वका अगाडि विश्वका मान्छे गएछन्, हेरेछन्, फर्केछन्। कहाँ गरिबी छैन भनेर उनीहरूको रायमा किन जानुहुन्छ? आफ्नो पनि त एउटा दृष्टिकोण राख्नुहोस्। उनीहरू भनेर किन भन्नुहुन्छ? आफ्नो दृष्टिकोण राख्नुहोस्, आफ्नो अनुसन्धान राख्नुहोस्, कुरामा पर्दैन। मेरो अनुभवमा भन्नुहोस्, तपाईको मैले जानेको भन्नुहोस्। हेरिरहेका साथीहरू कसैलाई दुखी बनाउने पनि छैन। क्या बात है सर, क्या बात है सर। सिनेमा कतिको हेर्नुहुन्छ? मौका मिले बेला कहिले कहिले हेर्छु। कस्तो किसिमको सिनेमा हेर्नुहुन्छ? तू समझा? हाँ। नहीं तू समझा नहीं। राम्रा खालका हेर्छु। ये बातें बताई नहीं जाती, नजर लग जाती है। तपाईँ एउटा फिल्मी हिरो भएको हुनाले हिरो भनेको त ठुल्ठुला काम गर्ने हुन्छ नि त। तुम्हें कैसे पता चला? एउटा कुरा भन्नु है, यो कला मैले अघि नै भने नि, यो कला साहित्य फिल्मको कुरा गर्दाखेरि कहीँ न कहीँ राजनीति त आइहाल्छ नगरे पनि। त्यस कारण यसको विशेषता त्यही नै हो। अलिकति म बढौँ। कला सम्बन्धी तपाईँसँग मेरो धारणा पनि मिल्छ, राजनीतिमा तपाईँ र मेरो धारणा पनि मिल्छ। फरक के पर्छ त? तो रहने दो फिर। केही त फरक छैन, केही त फरक छैन नि। कला सम्बन्धी पनि तपाईँको कुरामा म सहमतै छु, राजनीतिमा मसँग असहमत राख्नुपर्ने कुरै छैन। ऐसा मजाक उड़ता हुआ अच्छा नहीं लगता है। राजनीतिमा त ठ्याक्कै तपाईँको दृष्टिकोणमा मेरो दृष्टिकोण आयो भनेर त म कसरी भन्न सक्छु र? ये बड़ी अच्छी बात कही आप। म त ठ्याक्कै त भन्न सक्दिनँ। तपाईँको मान्ता हो, तपाईँले सोच्नुभयो कि मेरो राजनीति तपाईँको राजनीति मिल्यो। तर मलाई त के लागिरहेछ भने तपाईँको राजनीतिकै उसमा चाहिँ ठ्याक्कै छैन, म आइहाल्न सक्दिनँ। मगर क्यों? आइहाल्नु पर्छ भन्ने छैन। बहुत तेज हो रहा है। मान्छेले अधिकार सम्पन्न हुन्, कसैको अधिकार कसैले हनन नगरिदियोस्, एउटा शान्तिपूर्ण सभ्य समाज विकास होस्, सुशिक्षित समाज विकास होस्। यसमा कुनै विमति छ र? यसमा त कुनै विमति छैन, तर किन भएन भन्नेमा चाहिँ विमति छ है। किन भएन, किन गरिएन? एकदम ठिक पोइन्टमा आउनु पनि। भएन, हुनु पर्थ्यो, भएन। भएन भनेर अब भएन भनेर चाहिँ हातखुट्टा फ्याँकेर भएन। आर यू कमेडी मी? म यो ब्रह्माण्डमा एकजना व्यक्ति भए तापनि म चाहिँ नि गरेको छैन भन्छु। एकपल्ट हेर्न पठाइदिउँ? पठाइदिनुहोस्। थ्याङ्क्स। यदि मलाई साँच्ची नै विश्वास, सुन्नुहोस् न, एकछिन मलाई साँच्चीकै विश्वास लागेन कि तपाईँले खाएर आएको हो भन्ने, मैले त्यसको प्रमाण त खोज्न सक्छु नि, होइन? तपाईँले खाना खायो भन्दाखेरि तपाईँले भन्नुभयो होला खाना खाएँ भनेर, तर मैले त्यसलाई धरातलले यथार्थमा नपत्याएर साँच्ची नै मैले त्यसलाई चाहिँ नि थाहा पाउन खोजेँ भने त मैले प्रुफ खोज्छु होला नि। अमेरिका म गएको थिइनँ, अमेरिका छ भन्थे, मैले पत्याएको थिएँ, पछि गएर हेर्दा हो रहेछ। अमेरिका छ भन्थे मान्छेले, म गएको थिइनँ, पत्याएको थिएँ, गएर हेरेको हो रहेछ। झूठ बोलो। वाह।